हेलो एभ्रिवान गुड आफ्टरनुन है। अहिले चाहिँ म यहाँ देख्न सक्नुहुन्छ यहाँ यो सन्दकपुर इन्डियाको ट्र्याकबाट उता नेपालबाट चाहिँ अलिकति टाढो हुन्छ र म यता घर जाँदैछु कामबाट। अनि सो आफ्टर लङ टाइम फेरि पनि होइन मेरो चाहिँ अब च्यानल चाहिँ अर्को नयाँ हापु भ्लग हापु अफिसियल बाट ग्रो अप चाहिँ राम्रै भइरहेको थियो, राम्रै पाइरहेको थियो। अब र पनि अब राम्रै गरौँ न त फेरि भनेर नयाँ एउटा पेजबाट चाहिँ मैले एउटा च्यानल खोलेर एउटा नयाँ पेज भन्दा नि च्यानल चाहिँ खोलेर चाहिँ मैले यो भिडियो अपलोड गर्न आँटेको छु होइन। जति पनि हिजो मलाई चाहिँ हापु अफिसियल बाट चिन्नुभएको जो हुनुहुन्छ सपोर्टर उहाँहरूले फेरि पनि सब्सक्राइबको लागि म अपिल गर्छु होइन। र अहिले चाहिँ म ठ्याक्कै यहाँ सन्दकपुरदेखि थोरै सन्दकपुर पोइन्टदेखि थोरै तलतिर म यसरी रोडमा एक्लै नै घर जाँदैछु क्या। मेरो अब फ्यामिलीमा भनेको मम्मी र म मात्रै हो नि त। मम्मी र म मात्रै भइसकेपछि त अब घर पनि समय समयमा पुग्नु पऱ्यो, काम पनि गर्नु पऱ्यो होइन, घर खर्च चलाउनु पऱ्यो, हरेक कुरा गर्नु पऱ्यो छोरा मान्छे भइसकेपछि। अनि तर मेरो अहिलेको फाइनेन्सियल कन्डिसन भनेको चाहिँ यस्तो भइसकेको रहेछ साथी हो। ल आज देख्दैछु मैले कति चाहिँ गरिब भइसकिएछ त जिन्दगीमा, हेरौँ त ल साथी हो। लाजै मर्दा मजा किन्न सकिएको छैन होइन। ठिक छ कुनै दिन हुन्छ नि त होइन साथी हो। र गाइज छैन अब मेरो ब्याट्रीको ब्याकअप चाहिँ खासै छैन। म मेन ठाउँहरू मेन पोइन्टहरू चाहिँ देखाउँदै तपाईँहरूलाई यो चाहिँ सिङ्गलिला नेसनल पार्क हो है गाइज। यता म यहीँदेखि उता 10 गजा उता फेरि नेपालको रोड चाहिँ अलिकति लङ वे हो, ग्रेडको छ अलिकति योभन्दा चाहिँ। यो चाहिँ सिधै ओह्रालो छ नि त, अलिकति ओह्रालो हुँदाखेरि चाहिँ अलिक सहज हुन्छ क्या हिँड्नलाई, ओह्रालो ओहोरदोहोर गर्नलाई चाहिँ यसो हिँड्दाखेरि। अब गाडीहरूलाई चाहिँ उता पल्लो बाटो पनि सहज छ, तर यो चाहिँ एकदम पहिला ब्रिटिसको टाइममा होइन बनिएको हो नि त, ब्रिटिसको टाइममा बनिएको। तर अहिले वेल मेन्टेनेन्स नभएर चाहिँ पहिला चाहिँ एकदम राम्रो बाटो हो, अहिले वेल मेन्टेनेन्स नहुँदाखेरि चाहिँ यस्तो छ। र अरूभन्दा पनि मलाई चित्त दुखेको चाहिँ आज मेरो फाइनेन्सियल कन्डिसन देखेर एउटा मजा समेत पाल परिराखेको अवस्था देखेर चाहिँ मलाई चाहिँ मेरो आफ्नो माया मलाई नै लागेर आयो क्या। आफ्नै माया चाहिँ आफैलाई लागेको दिन चाहिँ यो अवस्था देख्दाखेरि क्या। ओ माई गास यस्तो छ है मेरो घर जाने बाटो चाहिँ। बाइक चाहिँ होइन आउँदैन नि त अहिले, बाइकहरू ओहोरदोहोर गर्नलाई गाह्रो छ नि त होइन। अनि बाइकहरू ओहोरदोहोर गर्न गाह्रो भएपछि बर्खा लगाइसकेपछि यहाँ माथि चाहिँ अब हिउँदोमा पनि गाह्रो हुन्छ होइन। होइन यसरी जाने हो क्या, सर्टकट भन्छ क्या यो चाहिँ। वाउ दागबालु जसरी क्या चट्ट। ल यसको यतातिर चाहिँ गुराँस पनि लास्ट हो है गाइज। अब फुलाइ कुहिन थालिसक्यो है गुराँस रोडोडेन्ड्रोन। ल गाइज आम्मा अब के विनाइस ल होइन, सर्टकट हो नि त यो। पुरानो बाबुबाजेले चाहिँ यो नुन बोक्ने बाटो हो क्या यो होइन। इन्डियादेखि तेल, नुन, मट्टीतेल, खाने तेल, चामल, रासन जस्तो चिजहरू बोक्ने चाहिँ उक्रेको भए चाहिँ फेरि ओप्पी देखिन्थ्यो होइन। जस्ट अब बर्खा लगाइसक्यो, क्लाउडी हो, यत्तिकै बादल लाग्ने यतातिर भनेको यस्तै हो है गाइज। यस्तो भइरहेछ साथी हो। म चाहिँ बिखे भन्ज्याङ मासतिर आइपुगेँ है। के गर्नु पीडा यस्तै छ। यहाँदेखि नेपालको रोड पल्लो रोड हो, इन्डियाको रोड। के गर्नु साथी हो, हिँड्नै पऱ्यो, गर्नै पऱ्यो होइन। आमा बाउ थाकेको हामीले पनि देखिएको छ होइन। त्यो थकाइ देख्दाखेरि मैले पनि केही गरेर देखाउँछु, मैले पनि आमा बाउलाई सुख दिनुपर्छ भन्ने कुराहरू महसुस त हुँदो रहेछ। र पनि अब गर्दै पनि त्यो पर्याप्त मात्रामा हुँदैन क्या। अब हुनु त हामी जे जस्तो पनि हिजो
जति दुःख गरे पनि हामी अझै पनि बच्चै छौँ होइन आमा बाउको अगाडि बच्चै हो तर हामीलाई धेरै गरे जस्तो लाग्छ यो हामीले गरेको अझै पुगेको छैन क्या अझै पनि हाम्रो आमा बाउ खुसी छैन क्या यो हामीले गरेको दुःख मैले गरेको दुःख तपाईँले गरेको दुःख के गर्नु साथी हो होइन तर स्ट्रगल भनेको लाइफमा यस्तै हो साथी हो कसैको दिन होइन दिन फरक फरक काम फरक फरक भएर बित्ला तर सबैको मनमा एउटा पीडा चाहिँ हुन्छ है आमा बाउको लागि साथी हो ल बवाल लोकेसनमा आइसक्यो होइन यस्तै हो जिन्दगीको अब होइन म त्यस्तै त हो एउटा साधारण परिवार एउटा साधारण चाहिँ एउटा गाउँबाट हुर्केर एउटा भिडियो बनाउन एउटा भ्लगिङ गर्नलाई कोही कसैबाट चाहिँ उत्प्रेरित भएर इन्सपायर भएर बनाउँदैछु किप सपोर्टिङ है गाइज सम्पूर्णलाई मेरो बिन्ती छ है गाइज सी यहाँ चाहिँ होइन माने पनि छ यो चाहिँ ठ्याक्क बिखे भन्ज्याङको उयो हो क्या टप हो यही चाहिँ हो बिखे भन्ज्याङ यहाँदेखि उँभो पिडब्लुको बाटो दार्जिलिङ जान्छ भने यहाँ उता इलाम बजार तल्लो बाटो चाहिँ सिडी छ साथी हो म यहाँ सन्दकपुरदेखि 3 किलोमिटर हिँडिसकेँ यहाँ बिखे भन्ज्याङ झर्नलाई 3 किलोमिटर 3.5 हो यहाँदेखि चाहिँ पिडब्लुको बाटो हो क्या मासतिर चाहिँ यता नेपालको बाटो यता इन्डियाको बाटो है यो हो हाम्रो बोर्डर चाहिँ सन्दकपुर 3.5 किलोमिटर नेपालकै बाटोदेखि चाहिँ 3.5 अलिकति म त्यही आधा किलोमिटर जस्तो चाहिँ कम हिँड्यो होला कम्तीमा पनि 3 किलोमिटर चाहिँ हिँडे जस्तो लाग्छ यस्तै छ हाम्रो गाउँठाउँ साथी हो बाटो यही हो देख्न सक्नुहुन्छ है बिखे भन्ज्याङ अब बनाउँदिन नै होला जस्तो लाग्यो ब्याकअपमा चार्ज पनि छैन लास्ट यहाँसम्म होइन यहाँदेखि उँधो त देखिराखेकै हो बनाइराखेकै हो सम्पूर्णले नदेखे पनि कुनै यसो होइन एउटै हुनु त फेरि अब मेरो भ्लगमा आउने नै यही मात्रै छ क्या यही ठाउँ मात्रै कतै देखाउँछस् यही ठाउँ भन्ने पनि होला अब छैन त कामै यही मात्रै पर्छ बाहिर गएर यसो घुमौँ त पैसा छैन होइन कुनै दिन होला त्यो पनि दिन आउला है गाइज सो किप सपोर्टिङ अल अफ यु गाइज है जतिजनाले हिजो मलाई हप्पु अफिसियलमा जतिजनाले सपोर्ट गरिदिनु भएको थियो एकदम मनदेखि धन्यवाद तपाईँहरूलाई र अबको हप्पु भ्लगमा पनि त्योभन्दा बबाल भिडियो अब चाहिँ लिएर आउनेछु कन्टिन्यू पनि 100% गर्नेछु मैले यसरी भनेर धेरै भनिसकेँ सो गाइज यति भन्दै यहाँसम्म भिडियो हेरेर साथ दिनुहुने सम्पूर्णलाई मेरो मनदेखि तनदेखि धन्यवाद एन्ड लेट्स सी अन नेक्स्ट भ्लग है गाइज टाटा बाई बाई